कस्तो थियो तपाईँलाई? गाह्रो त अघिको मान्छे काम गरे मान्छे के गाह्रो हुनु, कामै गर्नुपर्ने होला है। जहाँ पनि कामै गर्नुपर्ने। अनि तपाईँलाई त्यो लुगा बुन्न चाहिँ कसले सिकाउँथ्यो त्यहाँतिर? आमाले सबै बुन्नुहुन्थ्यो? आमाले एक दिन सिस्नु नि कुटिन्, थुरी हान्नु जान्न धाएको थिएन। तपाईँलाई त्यो लुगा बुनेको के कुराहरू याद छ हजुरआमा? मलाई सबै याद छ। हो, कसरी बुन्नुहुन्थ्यो भनिदिनु न अलिकति। अब यस्तो हुन्छ कि कोका टिप्यो, अनि कोका टिपेर 3टा काठ राखेर ताल लाउनु पर्थ्यो, लामो कथानको लाउने, ठाउँ ठाउँै किला दुईटा गाडेको हुन्छ। अनि त्यहाँ के जति त्यो 2टा किलोमा उतार ल्याउँदा यसमा हाल्यो, यता लाँदा यसमा हाल्यो गरेर तान लायो कि तान लाएपछि अनि यो किलै पछि अनि यसो केसेर गरेर बान्नुपर्छ। अनि बानेपछि अनि त्यो किलै पिछेकोमा अनि बराको डोरीले टाँग्यो कि त्यहाँ बान्यो। अनि यता आँटा कोका टिपेपछि आँटा झन्ड्यायो, आँटा झन्ड्याएपछि तल पाङ्ग्रा कोकामा तलतिर माथेर तलतिर पनि कोका त्यो फर्कायो, अनि माथेर टिप्यो। अनि त्यसो गरेर अनि त्यहाँबाट अनि बुन्यो। भेडाको ऊन चाहिँ कहाँबाट आउँथ्यो नि? पोखरीबाट। यता पुतली काठ हुँदाखेरि चाहिँ पुतली काठ चाहिँ भोटेरी पाल्थ्यो क्या, थुप्रै भेडा पाल्थ्यो। टन्नै पाल्थ्यो भेडा बाख्रा। अनि कसरी बनाउँथ्यो त्यो चाहिँ त्यतिखेर? भेडाको ऊन काटेर ल्याएर कसरी बनाउँथ्यो? भेडा ऊन काट्यो, पिउरी के एउटा सानो एउटा हुन्थ्यो। अनि त्यसै गरेर थुप्र्यायो एउटा ढालोमा, अनि त्यहाँबाट टुकी पार्यो, बाँस निगालोको त्यत्रो टुकी बनायो, अनि त्यसमा काट्यो बेर्यो, अनि थुरीमा हाल्यो, बुन्यो। के बुन्नुहुन्थ्यो पहिला तपाईँले बुनेको चाहिँ? के पहिला याद चाहिँ? खाडी। के हो खाडी भनेको? सेतो धागोको दौरा सुरुवाल लोग्ने मान्छेलाई पड्का, आफूलाई पड्का, 10 हातको दौरा सुरुवाललाई 20 हात लाग्थ्यो। हो कि यसरी जोर त दमाइलो सिउन लाएर अनि दोब्र्याउँदाखेरि 5 हात भयो, अनि हामी 5 हातको त हुन्छ नि। अनि ओढ्ने। उसले चाहिँ के सोधेको भने नि हजुरआमा, तपाईँलाई के कुराले धेरै खुसी बनाउँछ अरे? के अरे? के कुराले तपाईँलाई धेरै खुसी बनाउँछ अरे? केले तपाईँ खुसी हुन्छ अरे? म के कुराले खुसी हुनु? जसले पाल्यो त्यही खुसी, नपाल्ने के खुसी? पहिला चाहिँ? पहिला त आफू काम गर्न्थे, लुगा बुन्थे, कोहीदेखि डग्ने होइन। मैले छोराहरू भिन्दै भएर नि बुनेको, अलि सम्पत्ति हुँदै आएपछि अल्छी लाग्यो, छोडिदिएको। अनि तपाईँले बेच्नुहुन्थ्यो धेरै त्यस्तो? खास्टो बेच्थेँ, खाडी बेच्थेँ, 10 रुपियाँ त हो नि। एक थान खाडीको 10 रुपियाँ। 1 रुपियाँको 10 पाथी अन्न दिएको हात हो मेरो। अहिले यही हातले 150 मा बेचियो। 200 100 रुपियाँ तोला सुन। एक तोलालाई भन्न साध्य हुन्छ? मैले 300 को 3 तोलाको ढुङ्ग्री किनेको थियो। भाइले सोनाको फुल किने, मैले। हाम्रो पालामा त 100 रुपियाँ तोला सुन, अन्न बेच्दाखेरि 10 पाथीको 1 रुपियाँ, 1 रुपियाँ। अनि तपाईँले के किन्नु पर्थ्यो हजुरआमा त्यो बेला? अरू सबै आफैले बनाउनुहुन्थ्यो नि त होइन? मैले अब बाहिरबाट किन्ने चाहिँ के? सुन र के? नुन र सुन? नुन त भोटमा गरेर ल्याउँथे बाबुले, हजुर बाबुले।
भोटसम्म जानुहुन्थ्यो? अनि चामल लिएर जानु पर्थ्यो नि। पछि पछि यो नयाँ अमेरिकनले रोड खनेपछि नयाँ पुलमा आयो, अनिखेरि त्यहाँबाट के गोदार गरेर ल्याउनु पर्थ्यो, गोदारे नुन। के यस्तो मरु भएको भएपछि गोदारे नुन चाहिँ खानुहुन्छ भने चाहिँ खान्थे। भनेपछि नुन र सुन बाहेक अरू सबै आफै बनाउनुहुन्थ्यो? अन्न आफैले बनायो, सुन किन्नु पऱ्यो, नुन पनि चामल पठाएपछि। त्यो किन्ने पनि होइन, साटेर ल्याउने? साटै ल्याउने। अरू चाहिँ सबै आफै बनाउनुहुन्थ्यो? आफै। त्यसमा चाहिँ बाउले बारी किनिदियो, अनि सानो ससुराको अंशको खेत बारी किनिदियो, लुगा आफैलाई बनाउन आइहाल्थ्यो? अनि लुगा बेचे पैसा भइजान्थ्यो। अरू त्यहाँको तामाङ बस्तीहरूमा यस्तो उनीहरूले चाहिँ लुगा बनाउन आउँदैन थियो उनीहरूलाई? कोही बुन्दैन थियो हाम्रो गाउँमा। अनि सिक्न आउँदैन थियो? माइली सासू बुन्थिन्, अनि म। किन्नु त अब खाडी किन्नु आउँथ्यो नि।